नमस्ते एभ्रिवान, फेरि पनि हजुरलाई चाहिँ मेरो भिडियोमा स्वागत छ। आज चाहिँ मेरो यहाँ अगाडि छ ढिँडो। अहिले चाहिँ कति बज्यो? अहिले चाहिँ 11:30 भयो अनि हाम्रो चाहिँ खाना खाने बेला भयो अनि हामी चाहिँ बिहान चाहिँ ढिँडो खान्छौँ। यो चाहिँ कोदोको ढिँडो हो साथीहरू। मलाई चाहिँ चिकनको सुप अनि यो आलुहरू अनि भेजिटेबल मिक्सहरू छ त्यससँग खानु लागेको। यता कन्स्ट्रक्सनको काम भइरहेछ, त्यही भएर चाहिँ मेरो भिडियोहरू सब डिस्टर्ब भइरहेछ कि त्यो बाहिरको आवाज बढी आइरहेछ, त्यही भएर। मैले चाहिँ ढेँडो चाहिँ एकदम पहिल्यै सानैबाट खाइरहेको भएर चाहिँ एकदम मनपर्छ किनकि मेरो चाहिँ घरमा ढेँडो बनाइरहेको थिएँ कि प्रायः जस्तो। ठुलो ठुलो डल्लो चाहिँ गरेर चाहिँ लिन सक्दिनँ, सानो सानो डल्लो चाहिँ लिन सक्छु। कतिजनालाई चाहिँ खाना आउँदैन अनि चपाउनुहुन्छ होइन। तातो तातो देखेछ बाफ्लीको। मलाई चाहिँ ढेँडो जेसँग पनि रुच्छ, फेरि मासु चाहिन्छ भन्ने हुँदैन, त्यति साह्रो मनपर्छ कि मलाई ढेँडो। चिकन लसुनको पात हो क्या त्यो। आलु बिहान त घाम पनि लगाएको थिएन, पानी बल जस्तो भइरहेको थियो। फेरि अहिले त अलिअलि घाम लागे जस्तो भयो, तर स्टिल क्लाउडी छ। अनि हजुरहरूले चाहिँ मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ आई डोन्ट नो, तर म त्यस्तो फेमस ब्लगर त्यस्तो होइन नि त। तर मलाई चाहिँ लाइक मोमेन्टहरू क्याप्चर गर्न एकदम मनपर्छ, अनि त्यही भएर चाहिँ ब्लगहरू बनाउन मनपर्छ। त्यस्तो साह्रो युज टु पनि छैन, लाइक बोल्न पनि राम्रोसँग आउँदैन, तर आइम ट्राइङ माई बेस्ट। अब केही कमी कमजोरीहरू हुनसक्छ, अभियसली आई विल ट्राई टु इम्प्रुभ द्याट। अनि हजुरहरूले पनि भन्न सक्नुहुन्छ यस्तो भयो यस्तो गर्नुहोस् भनेर। खाने बेलामा धेरै बोल्नुहुन्न भन्छ, म बोलेको कहिले भइरहेको छु त। क्या मिठो भन्छ, म ढाँडेको होइन। मासु नै खाने कि मलाई धेरै खानु पनि सक्दैन, एक त धेरै, मलाई थोरै भए पनि पुग्छ खानेकुराहरू। यो कल हुन्छ त्यो यस्तो साह्रो छ क्या। अब म चाहिँ खाना खान्छु अनि माथितिर जान्छु, त्यहाँ आलु बाख्रा आलुहरू फल्यो होला उता हाजीको घरतिर, त्यहाँ चाहिँ बोर्ड छ कि हाम्रो मात्रै छैन। हिजो जान्छु सोधिरहेको थिएँ, त्यस्तै भन्नु मिलेन, एकछिनमै रात पऱ्यो, जानै पाएन। फेरि बिहान जानुपर्छ लगाइरहेको थियो, काँचो पेटमा नि के आलु बाख्रा खाने होइन, अनि खाना खाएरै जान्छु भनेर चाहिँ फेरि अलिक दिउँसोतिर खाना मिठो हुन्छ नि त। मैले हिजो सोधेको थिएँ म आउँछु भनेर, तर उहाँ चाहिँ आज पोखरा जानुहुन्छ अरे, त्यही भएर गएर खाऊ भनेर भन्नुपर्छ। ओके गाइज, म चाहिँ अहिले हाम्रो आलु बाख्रा हुनेतर्फ लाग्दैछु। पानी पर्ला जस्तो भइरहेको छ वेदर, इज यु क्यान सी हियर। कतिजना आउनुभएको छ धम्पुस गाउँमा। पोखराबाट चाहिँ एकदमै नजिक छ यहाँ चाहिँ, सो इफ आउनुभएको छैन भने पनि हजुरहरू आउनु होला। त्यो पनि आलु बाख्राको बुढो होइन र? त्यस्तै छ त, हेर्दा त होला
यस्तै लाग्छ के तर हो कि होइन हेर्नुहोस् न आलु बाख्राको बोट जस्तै लागिरहेछ यो के हो तर यहाँ यस्तो झाडी छ चराको आवाजहरू सुन्न सक्नुहुन्छ हजुरहरूले चिरबिर गरिरहेछ यहाँ ओके म चाहिँ अहिले यहाँ चुकुनियो भन्ने होटलमा आएको छु यो चाहिँ यस्तो छ यहाँको चाहिँ यो चाहिँ जापानिजहरू बस्ने ठाउँ हो चुकुनियो भनेको चाहिँ जापानिज नामबाट के हो के को घर हो भने जस्तो लाग्थ्यो मलाई नामसँग थाहा भएन है ए यताबाट जाने कताबाट यताबाट जान मिल्छ है यहाँबाट उता है हेलो मामा व्हाट्सअप दर्शन छ हजुर नमस्कार के अरे मामा चुकुनी हो कि के अरे यहाँको नाम चुकिनोइए ए चुकुनुइए चुकिनोइए चिकुनुइए के हो भन्ने आएन मलाई त्यो भनेको ताराको घर कि जुनको घर के भने जस्तो लाग्थ्यो के अरे त्यो भनेको नेपालीमा यो चन्द्रमाको घर ए चन्द्रमाको घरमा ल चन्द्रमा म अस्ति आएको मामा ओके म चाहिँ अब यहाँ बारीमा आइपुगेँ यस्तो छ है यस्तो ओनो आरुको बोट त के हो यस्तो सबै काटेर फाल्दैछ त आरु त छैन त भ्याएछ नि त आरु त के भएको बुढो भयो क्या आरु बाख्रा चाहिँ छ म देखाउँछु है हजुरहरूलाई आरु बाख्रा ए अझै तल्लो बारीमा जानु पर्दो रहेछ ल हेर्नुहोस् हजुरहरूले आरुको बोट त्यहाँ छ बस जामै त त्यहाँ अहिले चाहिँ जुगा लाग्छ जुगा लाग्ने सिजन हो हिजो मलाई जुकाले टोकेको थियो यो डिलको छ नि यो खान्छ नि यसलाई ढुन्डा भन्छ अमिलो हुन्छ मिठो हुन्छ अनि यो कालो सेतो बनाए यो चाहिँ यहाँ चाहिँ बाँदरहरू आउँछ अनि त्यो बाँदरहरू लाइक मान्छे जस्तो आकारको देखेर तर्सोस् भनेर बनाउँदो रहेछ यो वाउ गाइस फाइनली ओ माय गॉड लुक हियर ओके म चाहिँ अहिले चाहिँ आरु बाख्राको रुखको फेदमुनि आइसकेको छु एन्ड यु क्यान सी हियर यहाँ चाहिँ कोही चाहिँ रातो भइसकेछ कोही चाहिँ हरियो छ बिस्तारै पाक्दो रहेछ ल म चाहिँ फर्स्टको ल यहाँ टिपेर देखाउँछु हजुरहरूलाई हेर्नुहोस् त अब धारा त छैन यहाँ अब यतिकै हाम्रो यतिकै खाना पनि चलेर यहाँ चाहिँ के चराले खाँदो रहेछ कि यसलाई पनि वाउ कति पछि खाएको भाइ मम्मी मैले चराले खाँदो रहेछ कि यसलाई नि यस्तो भएछ के भएको यो अब यसलाई चाहिँ चुज गरेर टिप्नुपर्छ कुनै चाहिँ अलि हरियो छ कुनै रातो छ टिप्छु ल हेर्न सक्नुहुन्छ हजुरहरूले तर अलि अझै राख्नु हुन दिनुपर्छ यसलाई तर मलाई त अमिलो पनि मिठै लाग्छ त्यो त भित्र नि कति धेरै छ तर सर्प आउँछ कि भनेर मलाई डर लाग्यो कोही मेरो त ढल्न लाग्यो कि हो क्यामेरा पनि
अझै हिजो अस्ति असिना परेको थियो, अझै असिनाले कति झारिसक्यो होला। हेर्नुहोस् त, मैले बल लिएर आएको छु क्या राख्नलाई। म चाहिँ टिप्छु है। उता भित्रभित्र अझै कति धेरै रहेछ। ओके, यहाँभित्र चढौँ है त। हैट, ओ माई गॉड, के हो खालको यहाँ डम्पिङ साइड जस्तो यो। ल म यसरी टिपेको देखाउँछु हजुरहरूलाई। वाउ, हेर्नुहोस् त, हेरेर चाहिँ मजाले रातो भयो रहेछ कि है। कता राख्ने हो यो टिपेर? बोल पास गर्नु त मलाई। राख्दा पनि हुन्छ। उही जुगा, यो जुगाले म आएको थाहा पाएको छ कि यहाँ। ल यो जुगाले मेरो स्मेल थाहा पाएको छ। ल म यतिर यति लामो लामो पाइला सार्दै आएछ। ल हेर्नु है, म यता छु नि त, यता यता आएछ क्या यो। यसरी छ मान्छेहरू कि मैले रुखमा यसरी टोकेर आएको देखेँ। म ट्राई गर्छु ल। यही झरिराखेको। दामी, सायद जाली जस्तो रहेछ। त्यो नधोको भएर के टाँस्यो रहेछ क्या फेरि सामै त। यो चाहिँ मिठो रहेछ, गुलियो। दामी। ल म चाहिँ यति टिप्छु अब। ओके, मैले चाहिँ यति मात्र टिपेँ अहिले। सबै एकैचोटि टिप्यो भने फेरि कुहिन्छ नि त। अनि प्लस रुखमा पाकेको चाहिँ अझै मिठो हुन्छ। अब यहीँ नजिकै छ, अब खानामा लाग्यो भने आउँदै खाँदै गर्दा पनि भयो। ल म चाहिँ अब अरू बाख्रा टिपेँ, थोरै मात्रै टिपेँ मैले। खाँदै जान्छु अब। नुन खुर्सानीसँग मोलेर खानुपर्छ, दामी हुन्छ। आरू चाहिँ नरहेछ, आरूको बुट चाहिँ खोइ के भयो, बाँदरले खाइसक्यो के हो। छैन क्या अरे। बोट पनि पहिला त कति ठुलो थियो आरूको, अहिले त काटेर सानो रहेछ क्या। ल या सानो वाला रहेछ के हो त। होइन त्यो अलग्ग बसेको गरेको क्या, त्यो मोरे जस्तो एक्टिङ गरेको क्या। यसलाई फाल्छ भनेर नि। खोइ पानी आउन यहाँ। ए कता हो? यो पो ए आयो आयो। कतोमा आनी पनि कस्तो चिसो चिसो भएको, चिसो भयो कि जुगा टाँस जस्तो लाग्छ। मामा खाने अरू बाख्रा चाख्नुहोस् न, नयाँ फल लाउनुहोस्। निकाल्नु त राम्रोसँग पाक्न बाँकी नै हो। त्यो साह्रो पाके होइन। ए यो भनेको त्यो हाम्रो एउटा धम्सो गीत छ कि, सुनखरी सुनगावा गुराँस जस्तो यो मन भन्ने होइन। अनि मैले कस्तो होला यो सुनखरी भन्नेवाला फुल भन्ने लाग्थ्यो। यसलाई भन्ने रहेछ क्या, मैले नि अस्ति भर्खरतिर मात्रै थाहा पाएको। यसलाई चाहिँ सुनखरी फुल भन्छ भनेर। अनि कतिजनाले त पहिला पहिलाको मान्छेहरू त अब जङ्गलमा काम गर्न जानुपर्ने त्यस्तो हुन्थ्यो नि त। अनि खान्थ्यो अरे भन्नु भन्थ्यो। खाएको चाहिँ के हो थाहा छैन, खाएको चाहिँ सायद यो खायो कि के खायो, तर खान्थ्यो अरे भन्ने सुनेको है मैले पनि, तर मलाई थाहा छैन। खान त मिल्दैन होला। कस्तो तितो हो, होइन होला खाने त। ओके, अहिले चाहिँ पानी पर्ला जस्तो भएको छ। धन्न बिहानबाट यस्तो बादल आएको नि, अहिले 5 बज्यो।
पानी परेन, अलि थोपा थोपा झरिरह। आकाश देखाउँछु म हजुरहरूलाई। ल आकाश चाहिँ यस्तो सेतै छ, बिहानबाटै हो यस्तो सेतो भएको। धन्न अहिलेसम्म पानी परेन, नत्र त अघि पानी परिसक्थ्यो। म चाहिँ माथि बसेर खानु लागेको। यो चाहिँ मेरो फर्स्ट टाइम हो, मैले अहिलेसम्म खाएको थिएन। मैले चाहिँ ब्ल्याकवाला स्पाइसी र रेडवाला डबल स्पाइसी मात्रै खाएको थिएँ। मिठो रहेछ। यो चाहिँ त्यो बहिनीहरूले खजुर पिरो खान सक्दैन भने यो ठिक छ भनेर उनीहरूले रेकमेन्ड गरेको थियो, ठिक्कको रहेछ। तर मैले सस सबै चाहिँ हालेन, किनकि म पिरो खान सक्दिनँ नि त। पानी परेको थियो, पानी पनि स्टप भइसक्यो। मैले एउटा कुरा मिस गरेको छु, यो नुन खाने बेलामा ससेज, यहाँ ससेज भ्याइ रहेछ क्या। म बिस्तारै बोलिरहेको छु क्या, किनकि मेरो साइडमा गेस्ट छ क्या। पुरा अगाडि हिमाल त देखेको छैन अहिले, तर उसले इमेजिन गरेर त्यहाँ ड्र गर्दै हो क्या। पुरा कन्सन्ट्रेसन दिएर बनाइरहेको छु। फेरि म चर्को बोलेर डिस्ट्र्याक्ट हुन सक्छ नि त उनलाई, त्यही भएर मलाई पनि कस्तो अड फिल भइरहेको छ। यो त मेरो मुकबाङ भिडियो जस्तो भइरहेको होला। कस्तो नेचक्क परेर हुन्छ कि झन्, म सिधा बस्छु भने फेरि भइजान्छ। सम्झिँदा मात्र सिधा बस्ने, अनि त्यहाँबाट फेरि त्यस्तै हो। यो वेदरसँग यो खानेकुरा यस्तो म्याच गरेको क्या। त्यो अरू मुकबाङ भिडियोमा उनीहरूले कति खान सक्छ है, उनीहरू कसरी अड्छ होला हौ। यसरी हान्छ नि खाना। पुरा पानी परेछ, म चाहिँ चिसो चिसो भएको छ। यहाँ ब्ल्याक टी खानु लागेको, यहाँ चाहिँ पानी उमाल्दै हो। यो चियापत्ती के कस्तो मिठो छ कि यहीँको हो नि त, अनि त्यही भएर त्यो स्मेल पनि कस्तो मिठो आउँछ क्या। ब्ल्याक टी खानुको लागि चाहिँ हामीले चाहिँ त्यो बारीकै चियापत्ती त्यो पात सुकाएर चाहिँ युज गर्छ। पानी त निकै पलाउँछ छ, कसरी बस्छु देखेको मलाई त। म
चाहिँ अहिले झ्यालहरू पुस्दैछु। पानी परेको नि अनि पानीको छिट्का सबै त्यहाँ झ्यालमा टाँसिने, त्यही भएर जति पुछे पनि हुँदैन। कस्तो आनन्दको देखेको हेर्नु न, मलाई अहिले एडिट गर्दा पनि के त्यहाँ यस्तो आनन्द लागिरहेछ। मलाई चाहिँ घरहरू सफा गर्ने, यताउता पकाउने त्यस्तो चाहिँ एकदम मनपर्छ अनि नेचरमा बसेर इन्जोय गर्न एकदम मनपर्छ। योभन्दा माथि चाहिँ भेटाउँदिनँ मैले। यस्तोतिर कस्तो धुलो टाँसिन्छ काटिँदो पनि। अनि यहाँ छ म हजुरलाई एउटा अर्को फल देखाउन लागेको छु है। यो टिपाउँ न पहिला। ल यो के हो साथीहरू हेर्नुहोस् त। पनि म ब्याक क्यामेराबाट देखाउँछु। यो के होला? यसको बोर्ड चाहिँ यो हो। यसलाई भन्छ चुत्रो। अलि राम्रोसँग पाकेको छैन कि के हो? चलाउँदा झन् सबै खस्यो भाइ। सबै काँडा हुन्छ। आथु काँडाले कोप्यो बडीलाई। हेर्नुहोस्, ओ सबै झर्छ है टिप्दा के भएको हो? ल हेर्नुहोस्। ओके साथीहरू, म चाहिँ यो ट्राई गर्छु ल। देख्नुभएको छ? तर अझै कालो हुनुपर्ने होला यो। अलिअलि गुलियो छ, यो अमिलो धेरै छ। खुर्सानी नुनसँग चाहिँ दामी हुन्छ। मिठो छ। त्यो सबै एकैचोटि खान्छ छेरपारी लाग्छ होला, किनकि मैले यहाँ आएर सबै चिजहरू ट्राई गरेको खाछु नि त। धेरै जस्तो चिजहरू खान्छ छेरपारी लाग्छ क्या। यो ग्राउन्ड हेर्नु कस्तो राम्रो, यो झारमा नि कस्तो मजाको फुल फुलेको। यहाँ चाहिँ पिकनिक खाने ग्राउन्ड हो। कति धेरै ठाउँबाट मान्छेहरू आउनुहुन्छ यहाँ पिकनिक खानलाई। अब तिहारमा झन् भैलो खेलेको हुन्छ होइन। अनि कति टाढाबाट आउनुहुन्छ नि यहाँ, रमाइलो चल्थ्यो। अहिले चाहिँ अब अफ सिजन हो, बर्खा लाग्यो नि त, अलिक सुनसान हुन्छ। यिनीहरू त कति धेरै मान्छेहरू हुन्छ। गाउँमा साथीभाइको पनि छैन, सबै कोही बिहा हुने, कोही विदेशतिर जाने, त्यस्तै छ। अहिले म एक्लै छु यहाँ। आयो भने सन्चै छ, के गर्दैछ भन्ने साथी पनि कोही पनि छैन। यस्तो भित्रको दाना त खानुहुन्न होला। मलाई त अझै त्यो के अङ्गेरी बेसी खान मन लागेको छ। अङ्गेरी चाहिँ यहाँ पाइन्न कि, फेरि अलिक जङ्गलमा जानुपर्छ। अब साथी छैन कोसँग जाने जङ्गल। क्याट करा छ पछाडि, भ्यागु त करा पुग्यो। ओके साथीहरू, अब भिडियो चाहिँ एन्ड गर्नु पर्ला। सी इन द नेक्स्ट भिडियो है। भिडियो के कस्तो भयो, अब ऱ्यान्डमली खै के भनिरहेको छु, के बोलिरहेको छु होला। केही नराम्रो भन्न पुगेछु भने आइम सो सरी, किनकि म सिक्दैछु नि त, त्यही भएर। ओके, टेक केयर एभ्रिवान, सी यु इन द नेक्स्ट भिडियो, बाई बाई।